ल नमस्कार है सम्दीप नमस्कार। हजुर नमस्कार हजुर। के रे म के भन्न चाहन्छु भने हजुरको परिचय दिनुस् त पहिला। हजुर मेरो नाम हो च्याङ्बा भगामी भनेपछि सबले चिन्छ। हजुर भनेपछि खास तपाईको नाम के हो भन्नुस् त। मेरो खास नाम चाहिँ नि भीमबहादुर भगामी हो सर। हजुर अनि अहिले गाउँमा सबै च्याङ्बा। हजुर गाउँमा चाहिँ नि च्याङ्बा भनेपछि मलाई जम्बैले सबले चिन्छन्। यसको बारेमा म च्याङ्बा कसरी हो भन्ने बारेमा म एउटा सानो कुरा भनौँ है सम्दीप। हजुर 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 तपाईँलाई फेरि चेङ्रे भन्छन् होइन। चेङ्रेबाट अब तपाईँलाई अब चेङ्रे भनेपछि त अलि नराम्रो लाला भनेर तपाईँलाई फेरि केटाहरूले चेङ्रेलाई च्याङ्बामा कन्भर्ट गरिदिएको के तपाईँको नाम है। म आज के भन्न चाहन्छु भने हजुर आजभन्दा 10 वर्ष पहिला होइन हजुर मेरो मोबाइलले खिचेको तपाईँको एउटा भिडियो निकै नै भाइरल भएको थियो। हजुर त्यो बेला तपाईँले निकै हँसाउनु भयो के। भुट समाउने कथा थियो होइन, भुट समाएर फालेको कुरा थियो। त्योभन्दा पहिला झन् बढी हँसाउनु भएको थियो क्या हामीलाई तपाईँले। त्यही भएर मैले होइन यो मान्छेले त निकै हँसाउन थाल्यो भनेर सुटुक्क मेरो अर्कै स्यामसङको मोबाइल थियो तपाईँलाई त्यो मैले सुटुक्क भिडियो गरेको थिएँ कि सम्झेँ। तपाईँलाई थाहै थिएन त्यो भिडियो गरेको होइन। अनि मैले फेसबुकमा हालेको त यस्तो भाइरल गयो कि पुरै नेपालैभरिको मान्छेले हेरेकै सम्झेँ। अनि आज त्यसको बारेमा खास कुरा के हो अनि सम्धीले साँच्चीकै भूतलाई समातेकै हो उचालेर फालेकै हो कि होइन यो कुराको बारेमा अलिकति बताइदिनुहोस् त सम्धी। हजुर यो यस्तो भयो हजुर। हजुर म चाहिँ नि झ्यापेर चाहिँ नि झ्यापाको कुरा त होइन। हजुर म चाहिँ नि रक्सी खाएर चाहिँ नि म चाहिँ नि घर जाने आने गर्छु। त्यसमा चाहिँ नि के भयो भनेपछि मैले अचानक भेटाएँ। हजुर पहिला चाहिँ नि कुरुक्षेत्र पढ्ने ठाउँ छ नि। हजुर त्यहाँनिर चाहिँ नि मैले एउटा बिल्ली बिरालो हिन्दीमा बिल्ली भन्छ इङ्ग्लिसमा क्याट। नेपालीमा बिरालो भन्छ। त्यो गर्दा उसलाई चाहिँ नि पहिला चाहिँ नि त्यो कुरुक्षेत्र पढ्ने ठाउँ छ नि त्यहाँ चाहिँ नि खप्पै यतातिर आएको कि सम्झे तपाईँकोमा। हजुर यहाँ ख्याप्पै आएको पधारिङ। हजुर पधारे घामबाट चाहिँ नि म त घामबाट कसको बिल्लीहरू कसको बिरालोहरू आउला भनेर मैले पधारेँ। हजुर त्यहाँ पधारिङ त्यहाँबाट चाहिँ नि फेरि अगाडि जान्छु भनेको त फेरि पनि झन् खोज्दा पो यसो गर्नु थाल्नु। हजुर त्यहाँबाट त फेरि समातेर हजुर पठार्छु भनेको त झन् यस्तो भयो हजुर। कस्तो भयो भनेपछि तेल त सेतै बाटो तानेस्थै धपकै छेको गरे यत्रो। त्यहाँबाट चाहिँ नि ऊ भयो कि भन्छ हनुमान। त्यहाँबाट मैले के गरेँ भनेपछि राजा हजुर त्यहाँबाट त झन् अघि छेकेको पो त्यहाँबाट त समातेर त पढासुङ बनेको त आमामा। पहिला त बिरालो जस्तै कौलो थियो पधारिङ यत्रो। झन् अघि जान्छ झन् ठुल्ठुलो यो त के जन्तु रहेछ भने समातेको त समात्दा त झन् त अब आकाश पत्तल। हजुर फेरै पुगिन गरे हेर्नुहोस् समातेको मैले यस्तै घाँपो जस्तै भयो पहिला। त्यहाँबाट हजुर सम्झेँ। म त चङ्गारङ्गै परिङ गरे अब म त तल्ल पतानु। हजुर त्यहाँबाट अर्को दिन मन्ता मामाले ये चेङ्रे टोपी यो अग्रो त भनेर त मन्ता मामाले टोपी लिँदै त्यहाँबाट लाइङ यत्रो म त आफै बिहोस। हजुर त्यहाँबाट चाहिँ नि सम्झी ढेके चाकरी। हजुर उनी मरे बिचरा। हजुर उनले राक्षस बाहुँदो गरे कि भोटको बाहुँदो गरे कि के गरे म समातेको हजुर। हजुर
यी त नि पहिला सानो थियो तामा थियो नि यो धरम बन्धन झन् ठोल्ठोलो ठोल्ठोलो काला कुर्पासुङ चाङ्गाराङ्गे म सक्नुहुन्छ तपाईँहरू भुटसम्म न म भुटसम्म चाहिँ मान्छे अनि तमी पनि नचाहिने कुरा तमी वास्तविक कुरा के हो खास ठेट कुरा ठेट कुरा छैन मल समातेकै हो हजुर त्यही भएर समाते सानो सानो थियो पहिला बिल्ली जस्तै पनि थियो अनि चाहिँ नि कोही बेला चाहिँ नि अब भेरालु जस्तै पनि आगेकै हिँड्थ्यो सामानसुङ बनेको थियो आमा म त आकाश पत्तल भए